हेलो गाइज, वेलकम टु आवर युट्युब च्यानल। मेरो च्यानलमा हजुर सबैले सन्चै छ होला। म पनि एकदम सन्चै छु। कहाँबाट बेलौती भेटाएँ त यस्तो हो नि त गाइज। यस्तो बेलौती नि भेटाउँछु कि अनि कत्रो गाई त मैले नि खानु आउँछ गाइज बेलौती। त मेरो हात कति नराम्रो हन्, घाँस काटेर आएर फेरि घाँस काट्ने नि गाइज। हेर्नुहोस् म बेलौतीको बुट्टे हेर्नुहोस् गाइज, जता जता बेलौती बुट्टान खान मन लाग्यो आउनुहोस्, म हजुरलाई दिन्छु ल। अब बेलौती खाने होला, बाहिरको तासेर खान्छु। फोहोरमा चाहिँ होइन है गाइस, फोहोरमा हाँसेर चाहिँ होइन, धुनी हो पऱ्यो। अब पानी किन काँडेर धुने। आमा यत्रो बुट्टामा पनि हल्यो कि ल हेर्नुहोस् गाइस। ए बिचरा यत्रोमा पनि फल्न परेको अरे क्या। भर्खर भर्खर हालचालै खसेको हो कि मलाई भनेरै खसेको होला नि त। बडो खान मन गरेको थियो अस्ति नैदेखि मैले। ओए सौताले खसी, सौताले खसी भन्छ नि पुरा खाने बेला केही चिज खस्छ भने सौताले खसेको अरे। आज चाहिँ बेलौती खाने पनि फाइनली सपना पुरा हुने भयो, सपना पुरा भयो होइन। वाउ, किन यस्तो ताउचिला हामी राजा। जत्रो रसिलो त होइन। बेलौती बेलौती आएको त मेरो पेट पो कराउनु लाग्यो। सन्चै खाएर कविना अड्काउ फेरि। राजस्थान खाइयो। काम गर्नु त सफा हाल्नु त एउटा उयो हुँदैन। त्यही हातले भगर फालेछ, त्यही हातले खा है। भगर चाहिँ आयो फालिकन मैले भगर फाल्ने घाँस काट्नु पऱ्यो। खास माइतिर आमाहरूले दिएर आएको घाँस काटेर गएर भगर फालेर खानसाना पकाउनु पऱ्यो नि त है। म चाहिँ खनियोहरू काट्न आएको घाँसहरू होइन, घाँस काटेको पनि भिडियो बनाउँछु। अनि गाइस घाँस हेर्नुहोस् गाइस, जता काटिने थियो कि अहिले त घाँस त ओहो थोरै नजिक नजिकको काटेर लिएर आइज है, छिटै गरेर मतलब माथि जाने मकै लिन भन्नुहुन्थ्यो। ल त नि मम्मी हुन्छ, नजिकैको काटेर आउँछ नि त भनेर दुगुरे कहाँ हुन्छ भन्यो त्यही काटिदिएर। बारीको हालत हेर्नुहोस् गाइस, अरूले खनेर पनि सिमी लागिसके, हाम्रो त्यस्तो छ, गाह्रो छ नि। कसरी हो क्यामेरा अडिने ठाउँ चाहिँ कहाँ होला कि।
ठाउँ चाहिँ पाइसकेँ ल हेर्नुहोस् यसमा चाहिँ काटेर बनाएँ अब भिडियो बनाउँछु गाइस ल घाँस काटेको फाइनली घाँस पनि काटेर आइसकेँ गाइस होइन हेर्नु भाइ घाँस काटेको भिडियो बनाउन परान भिडियो बनायौँ ल भनेको त क्यामेरामा नअठाइकन गएर घाँस सास काटिदिएछ क्या मैले असल माछा काट्नु हुन्न हुन्छ नि बेल भन्यो मैले त घर भन्नुभयो म त काटेर ल्याएर आएँ हेर्नुहोस् बाटोतिर छु अब सन्चै हुनुहुन्छ होला सबैजना अघि भन्न पनि पाएन है आफ्नै रन्थन छ आफ्नै रन्थन हो है गोठालाको यस्तै छ जुनी घाँस दाउरा मेरो जो नगरिन लाइट कस्तो छ हाम्रो सियाला फाट राम्रोसँग देखाउन देखाइ छैन माथि गएर देखाउँछ है हेर्नुहोस् बेलौती खान मन छ भने आउनु होला काँचो त काँचो खान पाक्यो भने है त हेर्नुहोस् त्यहाँ आउनु ठुलो बेलौती एउटा त्यहाँ खोसेर मुल्टीतिर आइदिउँ त अघि उयो मात्र जेठोले घाँस काटेर यस्तो बनाएर हान्नुभएको रहेछ सुकेको यस्तो भयो नि धरा फर्सी पनि बलेको रहेछ नि त है ओ माई गड बेलौती खान आउनुहोस् गाइज हेर्नुहोस् बेलौती हेर्नुहोस् गाइज बेलौती ल हेर्नुहोस् बेलौती यो बेलौती त खामखाम जस्तो छ त यार के यो छ र कुनो कुनो पो खामखाम चाहिँ भयो यार मलाई यही होला ए खाइदिएँ ल खाऊ 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 भाइ खाऊ हुनुपर्छ नि त उसलेको मम्मी त्यहाँ क्या उसले काटेर राखिरहेछन् कहाँ लाटाले घाँसका बेडुलो एउटा डालो मम्मी दसैँ आयो रक्नु जस्तो खाएको पढाइ भोलिबाट बल्ल सुरु हुन्छ हाम्रो सत्र क्या बार डोक बनाएर आउनु हो सिमी लाग्यो लाटो धेरै भएन अहिले झुन्डुन लाहार घाँस त हेर्नु गाई कति हेर्नु यहाँ घाँस यो रोकामा छ त्यो रोकामा छ त्यसमा त तर छैन घाँस चाहिन्छ बाख्राहरूलाई बाई बाई गाइज थ्याङ्क यू द वेटिङ
हेर्नुकोमा बाई थ्याङ्क यू हेर्ने भए हेर्नेलाई धन्यवाद मेरो भिडियो हेर्नेलाई नहेर्नेलाई त के भनौँ केही भन्दैन कुकुरले हेरिरह मलाई हेर ज्याकी बेलौती खाने हो त बाई बाई गाइज बाई बेलौती यत्रो भयो